युनिटी कप नेपाल भर्सेस वेस्ट इन्डिज म्याचमा सन्दीप लामिछाने खेलेनन् या खेलाइनन्? यसको एन्सर त सन्दीप लामिछाने या क्यानसँगै छ। र रिसेन्टली क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले यसको कारण खुलाउँदै एउटा प्रेस विज्ञप्ति रिलिज गरे। नेपाल क्रिकेट सङ्घको आयोजनामा नेपाली राष्ट्रिय क्रिकेट टोली र टेस्ट राष्ट्र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोली बीच यही सेप्टेम्बर 27 देखि 30 2025 सम्म युएईमा शारजाह क्रिकेट मैदानमा पहिलो पटक सञ्चालन गरिरहेको ऐतिहासिक टी20आई सिरिज क्रिकेट प्रतियोगितामा सहभागी राष्ट्रिय क्रिकेट टोली समावेश क्रिकेट खेलाडी सन्दीप लामिछाने उक्त प्रतियोगितामा सहभागी नभएको विषयलाई लिएर उठेको विभिन्न चासो सम्बन्धमा नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोली बीच मिति सेप्टेम्बर 27 तारिकका दिन सञ्चालन गरिएको टी20आई सिरिज प्रतियोगिताको पहिलो खेल सुरु हुनुभन्दा 45 मिनट अघि सन्दीप लामिछानेले आफू स्वयंले उक्त म्याच नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट खेलाडी एवं समग्र नेपाली क्रिकेटमै गम्भीर असर पार्न गएको हुँदा टिम म्यानेजमेन्टको सिफारिस अनुसार पहिलो खेल लगतै बाँकी दुई खेल एवं नेपाल र वेस्ट इन्डिज बीचको टी20आई सिरिज क्रिकेट प्रतियोगिता अवधिभरको लागि निजलाई निलम्बन गरिएको बेहोरा जानकारी गराउन चाहन्छु। राष्ट्रिय क्रिकेट टोलीको अबको लक्ष्य यही अक्टोबर 8 देखि 17 2025 सम्म ओमनमा सञ्चालन हुने आइसिसी मेन्स टी20 वर्ल्ड कप एसिया EAP फाइनल प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुनु रहेकोले सम्पूर्ण क्रिकेट समर्थक एवं सरोकारवालाहरूलाई राष्ट्रिय क्रिकेट टोलीप्रति निरन्तर समर्थनका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ। साथै 16 सदस्य नेपाली राष्ट्रिय क्रिकेट टोली र सम्पूर्ण अफिसियलहरू आइसिसी मेन्स टी20 वर्ल्ड कप एसिया EAP फाइनल प्रतियोगितामा सहभागी हुन आज नै युएईबाट ओमन प्रस्थान गरिसकेको बेहोरा जानकारी गराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उक्त प्रतियोगितामा उच्च मनोबल बढाउनका लागि हौसला प्रदान गरिदिनु हुन समेत सम्पूर्ण क्रिकेट प्रेमी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु। यो त थियो क्यानको साइट। सन्दीप लामिछानेले यो विषयमा के बोलेका छैनन्, तर यो विषयमा कान्तिपुरले मन परी लेख्दाखेरि आफ्नो फेसबुक पोस्टमा कान्तिपुरलाई जवाब दिँदै लेखेका थिए। खासै म यस्ता कुरा वास्ता गर्दिन, तर एउटा प्रश्न छ, कहिले सुध्रिन्छ यार कान्तिपुर टिभी HD? अहिलेसम्म पनि तपाईहरू यही कुरा मात्र ठुलो विषय ठानिरहनु भएको छ। यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन। यस्तो कुरा हो भने प्रमाण सहित स्रोत मेरो अगाडि ल्याउनुहोस्। नासा सेक्युरिटिज लगाएर खेल्दिन भनिएको भए अस्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र यहाँका खेलहरूमा पनि त्यही लोगो छ। र जहाँसम्म क्यान सम्बन्धी कुरा छ त्यो व्यक्तिगत विषय हो, त्यसको समाधान म आफै गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ? समय अझै छ, बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईहरुले म अझै पनि नेपालको एक अग्रणी सञ्चार माध्यम भनेर सम्मान गर्छु, तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु। वेस्ट इन्डिज विरुद्धको जितपछि पनि फोटोजहरूमा सन्दीप लामिछाने छैनन् है। यो टिम फोटोजहरू हेर्न सक्नुहुनेछ, जसमा 16 जना प्लेयर्सहरूमा 15 जना छन् एक्सेप्ट सन्दीप लामिछाने। तर राम्रो न्युज चाहिँ के छ भन्दाखेरि आइसिसी टी20 वर्ल्ड कप एसिया EAP फाइनल जुन वर्ल्ड कप क्वालिफायर हो, यसका लागि पुरै 16 जनाको नेपाली क्रिकेट टोली ओमन पुगिसकेका छन्। र यो वर्ल्ड कप क्वालिफायर म्याचेसहरूमा यदि सन्दीप लामिछाने खेलिरहेका छन् भने बुझ्नुस् कि केही ठुलो कुरा थिएन, पर्सनल रिजन्स नै होलान्। र यदि खेलिरहेका छैनन् भने